ज्यादा गफ लडाएर बस्ने स्त्री मान्छेहरू हुन्छन् नि, भनिन्छ नि 12-27 गफ लडाउने कसैको बानी हुन्छ नि स्त्री मान्छेहरूमा। ज्यादा 12-27 गफ लडाएर बस्ने बानी भएका स्त्री मान्छेहरू अधिकांश, सबै त म भन्दिनँ, तर अधिकांश उनीहरू पराई पुरुषहरूबाट भोगिन्छन्। अधिकांश मैले शास्त्रमा पढेको छु। स्त्री मान्छेको लागि हेर्नु शास्त्रमा के भनेको छ भन्दाखेरि जोसँग गफ गरेर उनलाई नोक्सान छैन भने त धेरै गफ गर्नुहुन्न त्यो व्यक्तिसँग। जस्तै आफूले विवाह गरेको पति आफ्नो पतिसँग 12-27 गफ गरेर उनलाई खासै नोक्सान त छैन नि, किनभने आफ्नै पति। तर पनि शास्त्रमा चेतावनी दिएको छ आफ्नै पतिसँग पनि ज्यादा 12-27 गफ गरेर नबस्नु, गफाडी नबन्नु, चुप बस्ने बानी गर्नु, मौन बस्ने बानी गर्नु, धेरै नबोल्नु। 10वटा शब्दहरू बोल्नुपर्ने ठाउँमा 1-2टा शब्द, छोटकरीमा 1-2टा शब्दले उत्तर दिनु। ज्यादा बोल्ने स्त्री मान्छेहरू, जो गफाडी स्वभावका स्त्री मान्छेहरू हुन्छन्, उनीहरू एक न एक दिन गफाडी स्वभावकै पुरुषहरूको फन्दामा परिदिन्छन् कि। यथार्थ कुरा तपाईँले लेखेर राख्नुहोस्। जतिसुकै मलाई त केही हुँदैन, मलाई त कसैले फसाउँदैन, म कसैको फन्दामा पर्दिनँ भने पनि, सबै त भन्दिनँ तर अधिकांश त्यो फन्दामा परेकै हुन्छन्। परेकै हुन्छन् उनीहरू, परपुरुषको लफडामा उनीहरू परेकै हुन्छन्, परेकै हुन्छ। विवाहित भए पनि पर्छन्। किन भन्दाखेरि हेर्नुहोस्, पुरुषहरूको स्वभाव के हुन्छ भन्दाखेरि उनीहरू सधैँभरि आफ्नो श्रीमतीसँग असन्तुष्ट भइरहेका हुन्छन्। अनि उनीहरू जो बोल्दै नबोल्ने स्त्रीहरू छन् उनीहरूसँग डराउँछन्। पुरुष मान्छेहरू प्रायःजसो आफ्नो श्रीमतीहरूसँग असन्तुष्ट हुन्छन्, तर जसको मनमा धर्म छ, जो पापसँग डराउँछन्, ओहो मैले यस्तो काम गरेँ भने त फेरि मैले यमदण्ड भोग्नुपर्छ, नाइ 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 नाइ, ओ भगवान् हुनुहुन्छ, भगवान्ले सबै कुरा हेरिरहनु भएको छ भनेर मनमा भगवान्देखि डर भएका पुरुषहरू चाहिँ आफ्नी पत्नीसँग जुन असन्तुष्टि भइरहेको हुन्छ, जुन सुख मिलिरहेको हुँदैन, त्यो कुरालाई भित्रभित्र दबाएर राख्छन् उनीहरूले। भगवान्सँग डर भए पनि उनीहरूको मनमा चाहिँ आफ्नो पत्नीसँग असन्तुष्टि भइरहेको हुन्छ, तर भगवान्सँग डर हुन्छ, त्यही भएर उनीहरू पराई स्त्रीमा जाँदैनन्। डर हुन्छ नि त, ओहो हेरिरहनु भएको छ, भगवान्को आँखा सबैतिर छ। अझ यो साधु सन्त भगवान्को भक्ति मार्गमा लागेकाहरूमा झन् बढी डर हुन्छ। तर अब जो बाहिरी मान्छेहरू उनीहरूमा के डर, जसमा भगवान्प्रति डर छैन, जसको मनमा धर्म छैन, कसलाई थाहा छ र मैले के गरेको छु भनेर भन्ने हुन्छ नि, हो त्यस्ता किसिमका पुरुषहरूलाई त अब उनीहरूलाई सम्हालेर साध्य हुँदैन। उनीहरू आफ्नो श्रीमतीसँग जुन असन्तुष्टि छ त्यो असन्तुष्टि बाहिरी स्त्रीहरूसँग गएर पोखिहाल्छन्। उनीहरूले कहाँबाट जुगाड गरिहाल्छन् र स्त्रीहरू पनि असन्तुष्ट हुन्छन् फेरि। त्यही भएर यो संसारमा स्त्री र पुरुष दुवैजना आफ्नो पति पत्नीबाट बाहिर जान चाहन्छन्, स्वाभाविक हो। केवल धर्म र केवल मनमा भगवान्देखि डर जुन छ नि, ओहो म नरक जानुपर्छ, मलाई यमराजले फेरि दण्ड दिनुहुन्छ, त्यो डरले मात्रै उनीहरू सम्हालेर बसेका हुन्छन्। नत्र अधिकांशमा त्यो डर पनि हुँदैन, भगवान्प्रति विश्वास पनि हुँदैन, श्रद्धा पनि हुँदैन, आस्था पनि हुँदैन, उनीहरूको मनमा केही पनि हुँदैन। उनीहरूलाई के का डर, कोसँग डर उनीहरू भन्नुहोस् त। त यस्ता पुरुषहरू के हुन्छन् भन्दाखेरि उनीहरू अब आफ्नो इन्द्रियको इच्छाको अगाडि लम्पसार परिदिन्छन्, उनीहरूको शक्ति नै चल्दैन। उनीहरू त्यो इन्द्रियलाई जसरी घोडालाई त्यो लगाम लगाए जसरी सारथीले लगाम लगाएर घोडालाई नियन्त्रण गर्छ नि, भगवत गीतामा भनिएको छ। त यो 5 इन्द्रिय रूपी जुन घोडा छ, यो शरीरलाई उनीहरू नियन्त्रणमा राख्न सक्दैन। उनीहरूको जुन मन छ त्यो मन यति कमजोर भइदिन्छ, त्यो लगामै लाग्दैन। त्यो इन्द्रियमा जब लगाम नलागेपछि के हुन्छ अनि उनीहरू परिस्थितिकोमा गइहाल्छ, सम्हालि नै सक्दिनन्। कहाँबाट सम्हालिन सक्छन् उनीहरू? भित्रबाट दबाब आइरहेको हुन्छ, प्रेसर आइरहेको हुन्छ, घरमा श्रीमतीसँग अलिकति पनि सन्तुष्टि भइरहेको हुँदैन, खुसी भइरहेको हुँदैन। यतिसम्म कि आफ्नी पत्नी जतिसुकै राम्री भए पनि उनको अनुहार पनि हेर्न मन नलाग्ने हुन्छ कतिलाई। यस्तै पाखे भन्ने हुन्छ, घिन लाग्दी भन्ने हुन्छ धेरै जसोलाई है। अनि भित्रबाट इन्द्रियको दबाब त्यत्तिकै आइरहेछ, प्रेसर भनिन्छ नि, प्रकृतिको प्रेसर सम्हालिन सक्छन् उनीहरू।
त उनीहरू विवश भएर पाप कर्म गर्दछन्। त्यही भएर गीतामा भगवान्ले के भन्नुभयो? काम एष क्रोध एष रजोगुण समुद्भव महासन महापापमा विद्यामा इह वैरिणम। अर्जुनले जब भगवान्लाई सोध्नुभयो, हे भगवान्, यो संसारमा मानिसहरू के कुराले पाप गर्न बाध्य हुन्छन् त? के चाहिँ त्यस्तो चिज हो जसले गर्दाखेरि मानिसहरू बाध्य भएर पाप कर्म गर्दछन्? के चाहिँ त्यस्तो चिज हो भन्दा भगवान्ले काम एष क्रोध एष, यो संसारमा मानिसहरूलाई पाप कर्मको पापको खाडलमा डुबाउने भनेकै काम र क्रोध भनेर भन्नुभयो। हो कि न? त यो संसार तपाईँ हामी हेरौँ, हरेक मानिसहरूको पापको सुरुवात काम वासनाबाट छ, त्यो कामुकताबाट छ। अवश्य त्यसलाई सदुपयोग गरेर त्यसलाई प्रेममा बदलेर मानिसले त्यही कामबाट नै भगवत प्राप्ति गर्ने हो, राधारानीको चरण पाउने हो। कामलाई प्रेममा बदल्ने हो भने राधारानीको चरण पाइयो, सर्वोच्च लक्ष्य प्राप्त गरियो। तर त्यो कामलाई छाडा छोडियो। हेर्नुहोस् है, यो केवल बदल्ने मात्रै कुरा छ कि बदल्ने। जसरी त्यही बिजुलीलाई बदलेर हिटर बनाउन सकियो, जाडोमा आनन्दले ताप्न सकियो, गर्मीमा त्यसैबाट चिसो दिने फ्रिज बनाउन सकियो, त्यही करेन्ट होइन त? करेन्ट शक्ति। तर त्यो करेन्टलाई नै गएर समात्नु भयो भने त तपाईँ हामी गयौँ। त्यसै गरी यो काम भनेको पनि त्यो करेन्ट हो कि हामी त्यसैलाई समात्छौँ भनेदेखि हामी गयौँ, हाम्रो विनाश भयो। तर यदि त्यसलाई उचित ढङ्गले प्रेममा परिणत गर्न सक्यौँ, फेरि यो प्रेम भन्ने कुरा कामबाटै परिणत हुने हो। चैतन्य चरितामृतमा कृष्णदास कविराज गोस्वामी के उपदेश दिनुहुन्छ भन्दाखेरि, आत्मेन्द्रिय प्रीति बान्छा तार काम नाम, कृष्णेन्द्रिय प्रीति इच्छा धरे प्रेम नाम। काम र प्रेममा खासै अन्तर छैन रे। आफ्नो इन्द्रियको मात्रै खुसी चाहने, आफ्नो शरीरको खुसी चाहने, आफ्नो व्यक्तिगत खुसी चाहने, यो जुन इच्छा छ यसलाई काम भनिन्छ रे। जुन संसारमा हामी देख्छौँ नि, हरेक स्त्री पुरुषले एकअर्कालाई प्रेम गरेको जस्तो त हामी देख्छौँ, तर त्यहाँ प्रेम हुँदैन, त्यहाँ काम हुन्छ। किनकि त्यो स्त्रीले पनि आफ्नो इन्द्रिय, आफ्नो चाहना, आफ्नो खुसी हेरिरहेकी हुन्छन् र त्यो पुरुषले पनि आफ्नो इन्द्रिय, आफ्नो चाहना, आफ्नो खुसी हेरिरहेका हुन्छन्। हो कि न? तर चैतन्य चरितामृतमा प्रेमको परिभाषा दिएर कविराज गोस्वामी के भन्नुहुन्छ भन्दाखेरि, कृष्णेन्द्रिय प्रीति इच्छा धरे प्रेम नाम। काम भनेको चाहिँ केवल आफ्नो इन्द्रिय, आफ्नो मन, आफ्नो शरीरको खुसी, शरीरको सन्तुष्टि मात्रै काम हो रे। तर प्रेम भनेको चाहिँ कृष्णको इन्द्रिय, कृष्णको खुसी, कृष्णको प्रसन्नता। कृष्णलाई खुसी मिल्छ कि मिल्दैन मेरो यो कार्यले भनेर यदि कसैले यो सोच्दछ भने त्यो चाहिँ प्रेम हो रे। प्रेम भनेको यो मात्र हो रे, अर्को होइन रे। ल हेर्नुहोस् त, कसैले प्रेमको परिभाषा दिइरहेको छ भनेदेखि उसले झुट परिभाषा दिइरहेको छ। यो संसारमा कसैलाई आई लभ यू भनेर प्रेम हुने होइन। प्रेम भनेको जब व्यक्तिले कृष्णको इन्द्रिय, कृष्णको मन, कृष्णको प्रसन्नताका लागि कुनै पनि कार्य गर्दछ, आफूलाई समर्पण गर्दछ भने त्यो प्रेम हो। त यो संसारमा कृष्णको खुसी र कृष्णको प्रसन्नताका लागि जे पनि गर्न तम तयार हुने, जस्तो पनि कार्य गर्न तयार हुने भनेको राधारानी। राधारानी भन्दा माथि कृष्ण खुसीका लागि, कृष्णको प्रसन्नताका लागि समर्पण अरू कसैको छैन। त्यसकारणले कृष्णकान्ता शिरोमणि भनिएको छ राधारानी, र राधारानी प्रेम स्वरूपिणी भनिएको छ। कृष्ण प्रेमकी मूर्तिमती भनिएको छ। उहाँ मूर्तिमान कृष्ण प्रेम हुनुहुन्छ। भन्नु खोजेको कृष्णको खुसी र कृष्णको आनन्दको लागि जे पनि गर्न तयार हुनुहुन्छ। त्यही हो प्रेम भने। तर यो भौतिक जगतमा त्यो प्रेम सम्भव छैन। भौतिक जगतमा सिर्फ काम मात्रै छ, काम काम। हरेकले केवल आफ्नो खुसी चाहेका छन्, आफ्नो स्वार्थ चाहेका छन्, आफ्नो आनन्द चाहेका छन्, आफ्नो इन्द्रियको प्रसन्नता चाहेका छन्। यहाँ कसैले पनि अर्काको चाहँदैन। अर्काको त चाहँदैन भने अब श्रीकृष्णको आनन्द चाहने त कुरै भएन। राधेश्याम हरे कृष्ण।